सो गाइस भिडियो सिडियो चाहिँ बनाउँदैछु। अब जान्छु सामान लिनु। उयो पर चाहिँ मेरो घर छ हो, कसैलाई आउनु छ भने मलाई फोन गर्ने ल। मेरो च्यानललाई फलो गर्ने हेरेर म त्यहाँ पार्टी दिन्छु जब 1 मिलियन पुग्छ ल, त्यहाँ चाहिँ म पार्टी दिन्छु नि ल। आज म सामान लिनु गएको मार्छ, अहिले फेरि सामान चाहिरहेको छ इम्पोर्टेन्ट। सो गाइस यस्तै हो। अब फेरि ब्याक टु स्टोर। सेकेन्ड अर्डर चाहिँ भयो, अब कहिले अर्डर आउनु कहिले पास हुनु, जिन्दगी गाह्रो छ केटो। सो हे गाइस वेलकम ब्याक टु माई अनदर भिडियो। आजको दिन सुरु, फर्स्ट अर्डर कम्प्लिट अन टाइम। अलिमुसा घाम बेसी छ, झिजो लाग्यो आज मलाई नि। आजकल नि काम गर्नु नि झिजो लाग्दैछ घाम देखेर हो। सो गाइस म आएको थिएँ अहिले अलिमुसा 2 मा अर्डर दिनु। अर्डर अन कम्प्लिट अन टाइम, 14 मिनट अगाडि नै हो। अन्त के गर्नु, यस्तै छ। आज स्याटरडे, अर्डर कति हुन्छ थाहा छैन। एकदम काम चलिरहेछ यो सबै हो। अब ब्याक टु स्टोर। बेसी बाहिर बस्नु हुँदैन अहिले गरममा, काले भयो भने फेरि कसैले हेर्दैन क्या। सो गाइस अर्डर कम्प्लिट अन टाइम, ब्याक त्यही हो पनि छाया भन्यो बस्यो। सो गाइस म चाहिँ एकछिन अब अर्डर थिएन हो, घरमा स्यालेरी आएछ, घरमा चाहिँ अलिअलि पैसा पठाइहाल्नु भनेर क्या। छिटो गरेर आइहाल्यो स्यालेरी आउने स्यालेरी भनेर अरे। सो गाइस पैसा पठाइहाल्छु घरमा। गाइस ड्युटी आएको 2 घन्टामा 2टा अर्डर, ठिकै छ। अब चाहिँ म जाँदैछु मजाज पार्कमा। भिडियो के बनाउनु है, हेरौँ भिडियो बनाउनु। भर्खर सेकेन्ड अर्डर लिएर आएको थिएँ हो। यस्तो छ जिन्दगी, ब्याग बोक्नै पर्छ, सेफ्टी लाउनै पर्छ। आफ्नो सेफ्टी त सेफ्टी मस्ट। गर्मी बहुत छ तर नि इन्जोय चाहिँ हुँदैछ लाइफलाई। सो अब अर्को जग्गा। सो मलाई मजाज पार्क जानु छ अर्को स्टोरमा हो। के लिनु भनेर आइस लिनु जानु छ। आइस लिएर आउँछु हो। गरम साह्रै भयो, अब त्यही के गर्नु, यस्तै हो जिन्दगानी। सो अब पार्कमा गएर भेटौँ है। सो गाइस म चाहिँ मजाज पार्क आइपुगेँ हो। मजाज पार्कबाट अब मलाई लिनु छ आइस हो। आइस लिएर जान्छु। त्यहाँदेखि चेक द भ्यू गाइस, यति दामी जग्गा लाग्छ कि यहाँ फेरि तपाईँको अर्डर डेलिभरी हुँदैन नि त यहाँबाट हो। खालि यो टेक अवे र खाने जग्गा मात्रै हो, नत्र अर्डर डेलिभरी गर्ने होला। म पहिला यही जग्गा माग्थेँ क्या, ट्रान्सफर गर्दै भनेर। सो जसो पार्क त आइपुगेँ हो। चेक द भ्यू। वाउ, यो हो नि हो लाइफको। यस्तो जग्गातिर भिडियो बनाउनु पनि मजा आउँछ क्या है। यहाँ त लु हावा चलिरहेछ, फाउन्टेन चलिरहेछ, लाइफ यस्तो भ्यू। त्यो जग्गामा सामान लिनु जा भने त कहिले पनि नाइ भन्दिनँ क्या। म मजाले आउँछु, भिडियो सिडियो बनाउँछु, अन्त जान्छु। सो अब एकछिन हेरौँ। त्यहाँदेखि सामान लिनु आएको छु आइस हो। आइस लिएर चाहिँ जान्छु। हावा कति मजाले चलिरहेछ क्या, त्यही हो जिन्दगी। सो गाइस मैले आइस पनि लिएँ हो, मलाई ब्रेड पनि दिएको छ। अगर तपाईँले कसैलाई राम्रो गर्नु छ नि नभनिकन तपाईँले दिन्छ क्या तपाईँलाई। सो फोकस आफूलाई, गोलको आफ्नो गोल फोकस गर्नुपर्छ। बाँकी सबै कुरो हुँदै गर्छ, गर्दै गरिन्छ, लाइफ त्यही हो नि होइन। चेक द भ्यू गाइस। मेरो उडन खुट्टुला। सो ब्याक टु स्टोर। तर स्टोर पुग्दा पुग्दा यो आइस च्यारेट हुन्छ। सो गाइस भर्खर त 3टा अर्डर भयो आज। साह्रो छ जिन्दगी, गाह्रो छ। हेर्दै जाउँ के हुन्छ अब। गाइस थाक्यो आज त, छ्या अर्डरै नभएर थाकेको कि के हो। भर्खर 3टा अर्डर भयो। आज मेसेजको रिप्लाई गर्दै पहिला जसले मलाई मेसेज गर्नुभएको छ। सो गाइस अब ब्याक टु स्टोर, लेट्स सी अरू अर्डर। यस्तै हो, खाली यतै भइसकेछ हो। तर पुरा गर्मी छ यार आजकल, हाम्रोतिरको भन्दा बेसी गर्मी लाग्न थाल्यो। योपालि त मलाई अलिक गर्मी लाग्यो, अस्तिपालि त लागेको थिएन। म चाहिँ अब बाहिर गएँ हो। अन्त यो त मैले किनेर राखेको छु कि यहाँ। अब घर आएको बेला कुदाउँ भनेको हो। खै कहिले कुदाउनु भइरहेको छ। र यति निन्जा ब्यागलाई यत्तिकै कुएर राखिसक्यो यार। दिनु पनि पुरानो कुदाउनु है, म त घर पठाइहाल्छु भोलि यहाँ कार्य गरेको। अहिले चाहिँ मैले मजाज होटलको अर्डर लिएर आएको थिएँ हो। कस्टमर बाहिर आउँदैछ। यो होटलमा वेट गर्नुपर्ने त सबसे झिजो काम हो। चेक द भ्यू गाइस। चारवटा अर्डर भयो, कहिले पास हुनु कहिले उयो हुनु हो। जिन्दगी गाह्रो छ गाइस, पास हुनै साह्रो पर्दैछ आज त हो। 4
अर्को लोकेसनमा कस्टमरलाई पर्खिरहेको छु। आयो नि आएन नि अब एकछिनमा आउँछ होला सायद, आउनु त आउँछ। सो गाइस कस्टमरलाई अर्डरहरू दिएँ, अब निस्किन्छु ब्याक टु स्टोर जानुभन्दा अगाडि पहिला खानाको जोगाड होइन, खाना के छ गरेर हेर्छु क्या आज। अन्त चेक द लास्ट टाइम वान भ्यू अगेन गाइस। सो गाइस अर्डर कम्प्लिट, ड्युटी खत्तम। आज पनि 5वटा अर्डर छैन यार, अर्डर पुरा डाउन भयो अरे। यो रमजान सकेपछि ईद सकेपछि अर्डर पुरा कम्ती। सो गाइस नाउ ब्याक टु स्टोर। त्यहाँदेखि बाइक साइक राख्ने, खाना गाडीमा छ, सिधा रुम जाने हो। बास जिन्दगी यही त हो होइन भन्नु त। 3टा फोटो होइन है, एउटै देख्दो रहेछ, 2टा 3टा। सो गाइस जसो तसो अर्डर भयो। अर्डर गर्दै पनि लाइफलाई इन्जोय गर्नुपर्छ, वर्क हार्ड हो। अब म जान्छु, चाबी नै झऱ्यो। सो अब म जान्छु रुम, ड्युटी खत्तम। सो भेटौँ भोलिको दिन नयाँ भिडियो, नयाँ ब्लग त के हो अब, डेली लाइफ त एउटा त मेरो यस्तै हो, डेली लाइफ दुबईको। अर्डर सडर गऱ्यो बस्यो। सो गाइस ड्युटी खत्तम, ब्याक टु रुम। अब भोलि भेटौँ।